गोल्ड। जो एउटा वर्ड सुन्ने बित्तिकै दिमागमा पैसा ही पैसा होगा याद आउँछ। सुनले त आफ्नो प्राइस यता हाइपे पुर्यायो, बट अब पालो भनिएको छ सिल्भरको। इज इट राइट अर नट? आउनुहोस् आजको भिडियोमा डिप रिसर्चिङ, डिप एनालाइसिस एन्ड डिप समराइजिङ गरौँ। सुरुवात गरौँ क्लास 7 को साइन्सबाट। गोल्ड एन्ड सिल्भरका युजेस, प्रोपर्टिज एन्ड देयर ओर्सका बारेमा बुझेर। एट फर्स्ट गोल्डको कुरा गरौँ। गोल्ड भनेपछि ज्वेलरी, मेडल्स, ट्रोफी एसेट्रा बनाउन युज हुन्छ र रिसेन्ट टाइममा त गोल्डलाई इन्भेस्टिङ एलिमेन्ट पनि मान्दै आइएको छ। इन्भेस्टर, स्टकरहरूले त यसमा टन्नै इन्भेस्ट गरेर दर प्रफिट गरेका छन्। बट रिसेन्टली गोल्डको प्राइस वात्तै घटेको छ। त्यो किन भनेर त भिडियोमा अहिले पछि कुरा गर्ने नै छौँ। अहिलेलाई कुरा गरौँ गोल्डका ओर्सहरूको। मोस्टली गोल्ड पाइने भनेको नेटिभ गोल्ड, क्यालाभेराइट एन्ड सिल्भेनाइट जस्ता रक मिनरलबाट हो र यस्ता मिनरल पाइने क्षेत्रलाई सरकारले सुन खानी क्षेत्र भनेर घोषित गर्छ र त्यहाँबाट सुन उत्खनन गरिन्छ। लाइक द्याट। अब कुरा गरौँ सिल्भरको। युजली सिल्भर प्रयोग गरिन्छ फर ज्वेलरी, वाटर प्युरिफिकेसन, सोलर टेक्नोलोजी एन्ड एसेट्रा। अहिलेको एरामा इलेक्ट्रोनिक कार र डिभाइसेस एकदमै ट्रेन्डमा छन्। त्यसैले इलेक्ट्रोनिक कार र डिभाइसेस बनाउने म्यानुफ्याक्चरिङ कम्पनी र फ्याक्ट्रीमा यसको डिमान्ड एकदमै हाई छ। यो लाइन एकदमै सम्झिनु होला, पछि भिडियोमा कनेक्ट हुनेछ। नाउ लेट्स टक अबाउट ओर्स अफ सिल्भर। अर्जेन्टाइट, ग्यालेना, टेट्राहाइड्राइट एन्ड एसेट्राहरूबाट हामीले इजिली सिल्भर एक्सट्र्याक्ट गर्न सक्छौँ। दे आर मेन ओर अफ सिल्भर। अब टपिक अनुसार डिपली बुझ्नलाई एउटा थ्योरीलाई बुझौँ। त्यो हो डिमान्ड एन्ड सप्लाई। कुनै पनि आइटमको प्रोडक्सन एकदम कम छ भने त्यसको सप्लाई अभियसली कम नै हुनेछ। बट त्यो आइटमको डिमान्ड हाई छ भने आइटमको प्राइस एकदमै पिकमा हुनेछ। लाइक द्याट। यतिन्जेरी गोल्डको डिमान्ड मार्केटमा एकदमै हाई चलिरहेको थियो, बट यसको प्रोडक्सन भेरी लेस। त्यस कारणले सुनको भाउ आफ्नो पिकमा थियो। अनि अघि नै भिडियोमा सुनको भाउ घट्नुको कारण पछि भन्छु भनेको थिएँ नि। दिस इज पर्फेक्ट टाइम। पहिला यो आर्टिकल हेर्नु। यहाँ लेखिएको छ जियोलोजिस्टहरूले सबैभन्दा ठुलो सुन खानी फेला पारेका छन्। यदि यहाँबाट सुन उत्खनन गरियो भने गोल्डको डिमान्ड अनुसारको सप्लाई क्राइटेरिया कम्प्लिट हुन्छ। आफ्टर द्याट द प्राइस अफ गोल्ड विल बी क्र्यास। बाई द वे, यो भिडियोको टपिक हाउ गोल्ड विल बी क्र्यास होइन, सिल्भर गोइङ टु बी नेक्स्ट गोल्ड हो। तर अहिलेसम्म यो टपिकको त कुरा नै गरिएको छैन। जस्ट वेट, अब गर्न जाँदैछु। सिल्भर अब नेक्स्ट गोल्ड हुन जाँदैछ भन्ने कुरालाई दुईटा कुराले भेरिफाई गर्छ। नम्बर 1, इफ गोल्ड विल बी क्र्यास। गोल्ड क्र्यास हुँदैमा सिल्भर इन्क्रिज हुन्छ भन्छ यार, यो फुच्ची त पागल हो भन्नु होला, तर यो सत्य हो। ओके, तपाईँलाई म एउटा इक्जाम्पलले बुझाउँछु। एउटा इन्भेस्टरलाई कुनै भ्यालुएबल एलिमेन्टमा इन्भेस्ट गर्न मन लाग्छ भने उसलाई सिर्फ दुई चिज दिमागमा क्लिक हुनेछ, गोल्ड एन्ड सिल्भर। अब त्यो मार्केटमा जान्छ र रिसर्च गर्छ, त्यहाँ उसले थाहा पाउँछ गोल्डको त सबैभन्दा ठुलो ओर फेला परेको छ। यसको मतलब इट गोना बी क्र्यास। त्योसित अब अप्सन बच्छ सिल्भर। अब यहाँ सिल्भरको डिमान्ड बढ्यो। एट द्याट टाइम द प्राइस अफ सिल्भर विल बी गोन अप। नेक्स्ट हो मोडर्न एरा टेक्नोलोजी। अहिले डिजेल पेट्रोल गाडीलाई रिप्लेस गर्नको लागि इलेक्ट्रिक भेहिकल बनिरहेको छ र हाइड्रो इलेक्ट्रिसिटी भन्दा सोलर इलेक्ट्रिसिटी प्रिफर गरिएको छ र यी दुईटै कुरा बनाउन सिल्भर इज मेन कम्पोनेन्ट। सो सोलर इक्विपमेन्ट र इलेक्ट्रोनिक अटोमोबाइल बनाउने कम्पनीले लार्ज भोल्युममा सिल्भरलाई स्टकमा राखेका छन्। यसले सप्लाई अफ द सिल्भरलाई अब्स्ट्याकल गर्छ। यो कुरालाई प्रुभ गर्न केही दिन अघिको घटनालाई हेर्दा हुन्छ। तिहारको दिन इन्डियामा इटिएफदेखि रिटेलरसम्म सिल्भर गन आउट अफ स्टक। तपाईँलाई अझै सकिङ गराउने कुरा के छ भने इन्डिया इज द्याट कन्ट्री विच अकुपाई द लार्जेस्ट एमाउन्ट अफ सिल्भर इन द वर्ल्ड। त्यस्तो कन्ट्रीमा सिल्भर आउट अफ स्टक हुन्छ भने मार्केटमा केही म्याजिक हुन जाँदैछ है। गोल्ड क्र्यास हुन्छ, सिल्भर अप हुन्छ। यो साइन्टिफिक रिसर्च गरेर निकालिएको प्रेडिक्सन एन्सर हो। यसमा तपाईँ विश्वास गर्ने कि नगर्ने त्यो तपाईँको आफ्नै हातमा छ। तर मैले यो भिडियो बनाउँदै गर्दा एउटा कुरा चाहिँ बुझेँ, त्यो हो भिडियो विल बी कन्टिन्युसन।